हेलो गाइस, तपाईहरुलाई फेरि मेरो ब्लगमा स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज ब्लग चाहिँ के को बारेमा भन्दाखेरि नि अब केटाहरूको गाउँमा एक्जाम पनि सकियो। अब एक्जाम सकेपछि कसरी दिन कटाउने भन्दाखेरि फुटबल खेलेर, अनि अब फुटबल थिएन अनि फुटबल चाहिँ वार्ड कार्यालय माग्न भनेर हामी निवेदन लिएर गयौँ। अनि यो चाहिँ हाम्रो भलिबल खेल्ने ठाउँ भयो। अनि यो मेरो आफ्नो ब्याक सेल्फी हल्का लिन आफूलाई पनि देखाऊँ भनेर। अनि यो चाहिँ के कुन ठाउँ भन्दाखेरि नि अस्ति भर्खर एउटा भाइ डुबेर मरेको थियो, त्यही भएर हल्का लिएको। अनि बिस्तारै बिस्तारै हामी जाँदै थियौँ। अनि एउटा हाम्रो चोक भनौँ न, न्यु गछिया चोक आइसक्यौँ। अनि त्यही छेउमा हाम्रो एउटा अड्डा थियो, जुन अड्डामा हामी भोक लागेको बेला चाउमिन मोमो हान्ने, बेलुका आएर हल्का चुस्की लाउने गर्थ्यौँ। अनि बिस्तारै बिस्तारै हाम्रो ईश्वर भाइ पनि पुरा क्रसफायरमा लम्किँदै आएको, जुन तपाईँले देख्न सक्नुहुन्छ। फेरि आउने बित्तिकै पुरा चलपल दिँदै ईश्वर चाहिँ ल तिमीहरू अगाडि जाऊ, म त जाँदिनँ भन्छ। अनि अब वार्ड कार्यालय पनि आइसक्यो, भर्खर बनेको 2 तले वार्ड कार्यालय, पुलिस थाना जस्तो हेर्न सक्नुहुन्छ। अनि अब अरू कोही केटा नगर लास्टमा चाहिँ मै जानु पर्यो होइन। अब भिडियो गर्ने मान्छे पनि कोही थिएन, फेरि कस्तो बिजोग यार। अनि अब आफै पुरा पत्रकार जस्तो भिडियो गर्दै जाँदै होइन। अब त्यहाँ रिसेप्सनिस्ट क्लास थियो, अनि त्यहाँनिर सोधेका बडा आदेश कहाँ हुनुहुन्छ भनेर, अनि उहाँ देखाउनु भयो। अनि म गएँ। अनि अब संस्कारी पाराले चप्पल खोल्दै गएको, लास्टमा फेरि चप्पल लाएर आउनु भन्नुभयो। क्या खिच्चा औरा माइनस भयो क्या। अनि अब फेरि वडा क्या चिल्याक्समा फेरि फ्यान खोलेर एसी पुरा टट्ट लाएर बसिदिरहेको बेला टक्कसँगले म फेरि एउटा जेन्जी युवा टक्कसँगले होइन फेरि वडा कार्यालय चलाउनु पर्ला नि भन्दै अरे क्या चाहिँ अब हल्का ढाँट्दै गएँ तपाईँहरूलाई होइन। अनि त्यसपछि अब योपालि भिडियो बनाइदिएको, भिडियो अब खासै राम्रो त बनाएन छ, त्यो पनि अब आई हेभ टु एक्सेप्ट इट होइन। अनि अब अलिकति ठुलो भनेको मै थिएँ, म र ईश्वर थियौँ। अनि अब ईश्वरलाई यसो भिडियो बनाउन त भनेर दिएको, अब ईश्वर फेरि कम गएको छैन, अरूको प्रगति हेर्नै सक्दैन क्या गाइस। ब्लग बनायो भनेर आफ्नो चप्पल त दुबईको चप्पल अरे देखाएको छ होइन, हेर्न सक्नुहुन्छ रातो चप्पल टल्काएर। अनि अब त्यसपछि हामीले फाइनली गोल पनि पायौँ, एकदम कप खुसी हुँदै थियो हेर न। अनि त्यसपछि हामी कता गयौँ त भन्दाखेरि अब केटाहरूले अब घरकै जाने छिटो भन्यो। अनि अब एउटा सानो बोर्ड थियो क्या, अस्ति भर्खर गाडेको एउटा न्यु गछिया त्यहाँ गयौँ हामी। अनि केटाहरू हेर्न सक्नुहुन्छ, फेरि हाम्रो सिआइडी पुरा माइक्रोस्कोप धन्न नभएको ईश्वरको लेन्स झिकेर पुरा दुलोसुलो चेक गरेको थियो, धन्न थिएन। यहाँ हाम्रो अनस भाइ पारा जङ्गी रहेको थियो होइन। अनि फेरि बादर काट्नु नरिवल भन्ने चाहिँ केटाहरू फेरि बल्ल हेरै गर्छ। फोटो खिच्दा जाँदै गर्दा चाहिँ यहाँ अनस भाइलाई झन्डै सफारीले हानिदिएको छ, तर थ्याङ्क यू गड भन्दै। त्यसपछि लाग्यौँ हामी फोटो खिच्नको लागि। अनि यहाँ भाइहरू पुरा फोटो खेल्दैछ। अनि यतिकैमा हामीले रिके साथीलाई पनि भेट्यौँ। अनि साथीलाई भेटिसकेपछि ईश्वर चाहिँ हड न म कुदाउँछु भन्दै पुरा जाँदैछ, तर बिचरालाई दिएन। तर होइन मलाई चाहिँ पुरा डन हो नि त, म त अरे क्या हल्का होइन, मैले चाहिँ कुदाएँ। अनि अब मलाई कुदाउन आउँदो रहेछ भनेर पुरा प्राउड फिल भयो। अनि त्यसपछि हामी गयौँ फोटोसोटो खिच्न यो बोर्डमा। अनि फोटोसोटो खिचेर हामी घरतिर फिर्क्यौँ। अनि ईश्वर पाहाड चाहिँ वाडा कार्यालयतिर छिरो, किनभने ऊ नागरिकता बनाउनु थियो। अनि त्यसपछि अब भोक पनि लागिरहेको थियो। अनि यसो गोजी छामेको जम्मा 20 रुपियाँको नोट रहेछ होइन त। अब 20 रुपियाँले के आउँछ, यत्रोजना सारा संसार छ, अब एक्लै भएको भए चौचो खाइन्छ। तर अब सारवटा पुऱ्याउनु पऱ्यो भनेर बटाएर किने 4वटा मध्ये मलाई पऱ्यो एउटा, जुन एउटा तपाईँले हेर्न सक्नुहुन्छ क्या सोलिड फिगर छ। अनि अब हल्का खाइदिएको, मैले चाहिँ खाइदिएको भिडियो बनाइदिएको। अनि अब यहाँ अचम्मको कुरा, यहाँ हाम्रो भेटिन भाइ अथवा जेम्सी भाइ हेर्न सक्नुहुन्छ, नेपाली होइन। अनि अब नयाँ गोलको सुरुवात मै गरिदिनु त भनेर पुरा सबलाई छक्काउँदै डन पाराले छक्क्यायो होइन। दामी रहेछ फुटबल चाहिँ। अनि अर्को यहाँ हाम्रो मेसी प्रदीप भाइ पनि पुरा होइन। अनि अब यसलाई ओइ चोर भनेको लास्टमा के चोर्यो भन्दाखेरि जाली चोरी भनेको लास्टमा होइन, चोरेको त्यहाँ भलिबल खेल्ने मान्छे छैन गएको बनो। अनि अब हाम्रो यो गाउँ हो होइन, पुरै मकैबारी दराम। अनि एकदम राम्रो ठाउँ छ यार हाम्रो गाउँ, कसम भनेको म रियली प्राउड फिल गर्छु। तपाईँहरूले पनि म मेरै गाउँ आउन सजेस्ट गर्छु, घडेरीको व्यवस्था गरिदिने काम मेरो। अनि अब यतिकैमा अब अनस भाइको घर पनि आयो। अनि त्यहाँ मेरो नाम मात्रको क्रस फायर हेर्न सक्नुहुन्छ। अनि तातो सिट थियो, क्रस फायरमै अब चढियो। अनि चढिसकेपछि घरतिर गइयो। घरतिर जाने क्रममा अब आफ्नो हल्का चटक पनि देखाऊँ न त भनेर आफ्नो सेल्फी पनि लिए। अनि अब घर नआँटेको थियो। अनि अब यतिकैमा ब्लग पनि मैले यही अन्त्य गरेँ। मेरो ब्लग यहाँसम्म हेरिदिनु भएकोमा धन्यवाद। हस्त नमस्ते, ह्याभ अ गुड डे, थ्याङ्क यू।